ह्याप्पी बर्थडे आज बर्थडे बोय। हेलो एभ्रिवान है सर, यता हुनुहुन्छ कर्मा सर, यता मिस्टर महेश। हामी चाहिँ है अब फाबुङलो जानु आँटेको, स्पेसियल्ली हाम्रो अर्पण निचाको बर्थडे सेलिब्रेट गर्नु है। हामी चाहिँ बाइकमा स्कुटीमा जाँदैछ दुर्गरमा यहाँ सर हुनुहुन्छ हो। बिए सरले चाहिँ यहीँ राखेर गाडीमा जानुहुने अरे हो। यहाँ हामी चाहिँ अन द वे यहाँ स्कुटीमै जाँदैछ हो। सो माथि हामी फाबुङलो जाँदै थियो है, क्याम्प हालेर बस्ने। अनि भोलि चाहिँ तिनजुरे जाने, आज चाहिँ निचाको बर्थडे सेलिब्रेट। यहाँ चाहिँ यहाँनिर ट्याक्स तिर्नुपर्ने हुन्छ है माथि जानुको लागि। क्याम्प लिएर आउनु भएछ भने चाहिँ यहाँ चाहिँ 1000 लाग्दो रहेछ होइन। अनि 2 दिनको लागि हो हाम्रो, त्यसै कारण हाम्रो 6 जनाको 2 दिनको लागि 1200 है। अनि गाडी एउटा गाडी पनि छ, अनि गाडी र स्कुटीको लागि, गाडीको लागि 100 पर डे अनि स्कुटीको लागि 50 रुपिस रहेछ है। सो फाबुङलो एक्ज्याक्टली भन्नुपर्दा इट्स सिक्किम है, पाङथाङमा पर्ने हुन्छ। पुगिसक्यो हाम्रो यहाँ डकुमेन्टेसन हुँदैछ कि उकाल जानुको लागि। बहुत बेसी डकुमेन्टेसन हुँदो रहेछ, पुरा फी पनि एकदम ज्यादा हो है, ट्याक्स पनि। अन्त पुरा साह्रो पर्नेछ हो। रात परिसक्यो होइन, अलमोस्ट यहाँनिर बसेको 20 मिनट्स भइसक्यो। त्यो पनि हो, प्लस हामी पनि त ढिलो आयो। ढिलो आयो है, पुरा टाइम लाग्छ। इच्छाहरू आउँदैछ। यता महेश चाहिँ हिँडेर थाक्यो। सो केक त हाम्रो ठिकै होला नि त, केक पनि बाटोले है बिग्रिन्छ होला। अब जानुपर्छ होला उजु। गाडी पार्किङ गर्ने ठाउँमा आइपुग्यो, गाडीहरू पार्क गरेर अब उकालो जाँदैछ। रात त परिसक्यो नि सर, अब जानुपर्छ। अब क्याम्पिङको लागि सबै स्लिपिङ ब्यागहरू सबैले गोलीटार चाहिँ आइपुग्यो है। यो यहाँ चाहिँ हाम्रो स्टे हुन्छ आजको लागि है। अनि निचाको बर्थडे सेलिब्रेट गरेर है भोलि चाहिँ यताबाट माथि तिनजुरे क्याम्पिङ ट्रेकिङ जाने है। आज यहीँ क्याम्पिङ टेन्ट। अब काम कसरी छुटाउनु? म टेन्ट लाउँछु, मलाई एकजना साथी चाहिन्छ। ओके म बस्छु। हामी दाउरा ओके, उहाँ कर्मा सर र यता हाम्रो विजय सर टेन्ट बनाउनुहुन्छ। हामी चाहिँ दाउरा खोज्नु जानुपर्छ है। सो हामी चाहिँ दाउरा खोज्नु जाँदै गरेको है। यता हेलमेट लाएर दाउरा पायो, दाउरा पाउँदैछ अलिअलि। दाउरै छैन रहेछ। सबै खाइसकेको रहेछ हो। तिमी त बस्नुपर्छ होला हो। यहाँ देखाउ न, यहाँ दाउरा यहाँ नबस्नु नि बुझ्ने। दाउरा खोज्दा यहाँनिर है जङ्गलभित्र पसिसकियो। सरले चाहिँ बोकेर जानु हुँदैछ। यहाँ बर्थडे बोयको चाहिँ बिटोक छ। यहाँनिर साथीहरूले चाहिँ टेन्ट रेडी गर्दै रहेछ है। अलमोस्ट रेडी भएछ है। यता चाहिँ हाम्रो टेन्टको एक्सपर्ट टेन्ट एसिस्टेन्ट भन्यो टेन्ट एसिस्टेन्ट मिस्टर कर्मा नामको भुटिया गरेर नि मलाई न्यु खोजेर यो ढुङ्गामा बनाएको टेन्ट थियो भनेर टाइम लाग्यो। म अघि लागिसक्छु ढुङ्गामा। यता चाहिँ टेन्टको एक्सपर्टै हो, टुरिज्म एक्सपर्ट है। ठिक छ, हामी चाहिँ यहाँ अग्निदेवलाई यहाँ उच्चारण गर्दैछ। हेलो गाइस, फाइनल टेन्ट चाहिँ इन्स्टल गरिसक्यो। यता चाहिँ खुल्ला राखेको, यता आगो ताप्नु यहाँ बस्छ केटाहरू। यहाँ देखाउन यहाँ यहाँ स्लिपिङ ब्यागमा सबैजना सुत्छ। टेन्ट चाहिँ घरै छ ठुलै। ओके, आगो चाहिँ दामी है, दामी बल्दैछ। अब यहाँ चाहिँ सेकुवाहरू पकाउनु पर्ने है। यो क्लियर भएन। कर्मा सर क्लियर भयो। ये दामी क्लियर भएन। भयो। यहाँ 2 जना चाहिँ ब्लुटुथ स्पिकर कनेक्ट गर्दैछ। जोन राईको एउटा सुनिदेऊ मिठो है। हामी चाहिँ है अब सबै टेन्ट पनि लायो, आगो पनि फुक्यो। अब कोक हल्का है, कोक पार्टी। कर्मा सर कोक खान आउनुहोस् न। कर्मा सर चाहिँ पर है। कर्मा सर कोक कोला खानु आउनुहोस् है। हामी चाहिँ यहाँ अर्पण निचाको केक
यहाँ केक थियो है अब छ नि मेरो कुरा यो केक कुचेको सम्झे खान्छै थिएन स्कुटीमा बोकेको अब स्कुटीमा हो है कस्तो भयो के भयो थाहा छैन हे भगवान लु ह्यापी बर्थडे यो कसले बोकेको ला स्कुटीले है कसले बोकेको यो यहाँ हेर न त ऊ अर्पण अर्पण ह्यापी बर्थडे अर्पण राई टालुङ न अर्पण यो है यो बाटोले गर्दा यस्तो भएको केही छैन नि चालु त्यो यो भेज ह्यापी बर्थडे लु छिटो क्यान्डल चाहिँ खोइ क्यान्डल खोइ हाम्रोबाट छुरी नेचुरल छुरी छोडी बस भुइँमा बस न लो एभ्रिवान दुर्गा यहाँ देखाउ ल लाइट देखाउ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे को म्युजिक लाउनु न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे वर्ष बुढो भयो है यहाँ म ठुलो है सबभन्दा ह्यापी बर्थडे ए लु ह्यापी बर्थडे What is this baby? Hey, where is the gift? हामी सबैको बाटो है गिफ्टको मेलो ल आशिकको मेलो आउँछ देउसुर रामहरि भन्दा देउसुर ल गिफ्ट ल एभ्रीबडी है यो चाहिँ निचा सबै हामी सबैको बाटो है लु ह्यापी बर्थडे यो चाहिँ के हो Happy birthday to you स्टपेज गयो लु ह्यापी बर्थडे है Many happy returns of the day of our sorry your birthday भयो त बर्थडे भएको दुई ब्यागमा सामान लानु पर्छ Happy birthday अर्पण के भन्नु अब नेपाली चाहिँ ठिल्ली त अब के हुन्छ भन्दै थियो थ्याङ्क यू सो है यो चाहिँ हाम्रो नाइट भ्यू अफ ग्यान्टोक है दामी त्यो गर्छ क्या गुड मर्निङ एभ्रिवान गुड मर्निङ एभ्रिवान गुड मर्निङ हाम्रो टेन्ट चाहिँ राति यस्तो थियो है हेलो गुड मर्निङ अब हामी अहिले है एक्ज्याक्टली फावाङलो वाइल्ड लाइफ सेन्चुरीमा छ है एक्ज्याक्टली भन्नुपर्दा गोली टारमा है अनि कस्तो लाग्यो दुर्गा ऊ तल पोखरीहरू पनि छ नि राम्रो छ है अहिले चाहिँ हामी है भाँडाहरू धुँदैछ बेलुकाको अहिले धोएर फेरि खाना बसाउने है सर इन्जिलिया है हामी चाहिँ अब ट्रेकिङ गएको है नाम्फिङ वक ल जाउँ वी आर अन द ट्रेक यिनीहरूलाई चाहिँ हिजो हामीले मामाहरू दिएको थियो है पछ्याइरहेको छ कुकुरहरू पनि आयो त यो चाहिँ सो द बेस्ट भ्यू कम्स आफ्टर द हार्डेस्ट क्लाइम्ब है ठिकै हो
निचा गल्यो मजाको नि Listen more. त्यहाँ के लेखेको छ भन्दाखेरि है बी रेस्पेक्टफुल टु योर गाइड्स है अब हाम्रो गाइड्स चाहिँ यहीँ छ बच्चु थ्याङ्क यू है यत्रो साथी दियो हामीलाई अझै छ अब त आइपुगिगयो ओह 3 जोडे सो फाइनली वी आर अन 3 जोडे है वी आर अन अ पिक Please leave nothing but your foot in the forest and the mountain. Animals do not leave trash, human does. ठीक है हो? इको हुँदैछ है साउन्डहरू यहाँदेखि झऱ्यो भने चाहिँ मान्छेको चोक्टा पनि रहँदैन 1 जोडी 2 जोडी 3 जोडी है 3टा जुर एकअर्कासँग फेस गरिरहेको भ्युजहरू त्यहाँ गाउँहरू राम्रो राम्रो देख्छ है के छ बिहान पिक माउन्ट कञ्चनजङ्घा सो यतापट्टि नेक्स्ट जोडी गएको छ है यो चाहिँ उपारि प्रेयर गर्ने ठाउँ छ है अर्को जोडीमा जाने ठाउँ तर बाटो चाहिँ के अप्ठ्यारो छ यहाँदेखि लड्यो भने चाहिँ हिँड्छ लड्यो भने के हुन्छ सुई लड्यो भने सुई अर्को जोडी चाहिँ ऊ माथि वाउ यस्तो हुन्छ मेस्मराइजिङ भ्युज भनेको चाहिँ सो 3 जोडे चाहिँ चिसो लाइफमा है आउनुपर्ने यस्तो ठाउँतिर मिलाएर है जति नै बिजी भए पनि अलिकति यस्तो एडभेन्चरहरूको लागि चाहिँ अलिकति टाइम निकालेर आउनुपर्ने हुन्छ है थारहरू हुन्छ नि थार घोडलहरू हुन्छ भालु फक्स स्याल कति हो यो हो लास्ट जोडी ओम नमः शिवाय यो जति पनि चढाएको हुन्छ है यो चढाएको चाहिँ हामीले प्रसादको रूपमा घर लाँदा पनि भयो है यसो भगवान्लाई चढाएको हुन्छ प्रसादको रूपमा हामीले खाँदा पनि भयो है सो यो खानु आँटेको प्रसाद है ओम नमः शिवाय हामी चाहिँ 3टा जोडी पनि आयो 3 जोडी आयो है रुख पनि 3टै एउटा 2टा 3टा जोडी पनि 3टै है मान्छे पनि 3टै अरू साथीहरूले चाहिँ तल हामीलाई बेसमा है तल क्याम्प एरियामै पर्खिरहेको छ खानाहरू बनाउँदै गर्छु भन्दै थियो है अनि भोक पनि लाग्यो है यता हाम्रो अर्पण भोक पनि लाग्यो यता निचाको बर्थडे मनाउन आएको थियो हिजो सो है कहिले नबिर्सिने ट्रिप है मेस्मराइजिङ भ्यू विथ मेजेस्टिक माउन्टेन्स है नेचरले कति कुराहरू हामीलाई अफर गरिरहेको छ है अब हामी चाहिँ आइपुग्यो है 3 जोडी ट्र्याकमा चाहिँ है नभएको पनि आज चाहिँ हामीलाई बाटोमा नभएको पनि त्यस्तै 10-12 ग्रुप थियो होला है नि छ 12 ग्रुप जस्तो 100 जना जस्तो मान्छे गयो है मान्छे त पुरा आउँदो रहेछ यो ट्रेकिङमा है सो हामी चाहिँ यहाँ क्याम्पिङ गरेको जग्गा आइपुग्यो रेडी भएछ हो थ्याङ्क यू है भोक लागिरहेको थियो जस्तै भयो भने मामाम खाने ठिकै छ 3 जनालाई
मजा आइरहेछ बिचरा बुबुहरू त्यत्रो घुमेर आउनु भएछ हामीले खाना रेडी बनाइदिएको थ्याङ्क यू सो मच अलिक मिठो भयो टेन्ट खोल्दै गरेको हेलो गाई चाहिँ म हिजो कस्तो एक्साइटेड चाहिँ अब चाहिँ जाँदैछु घर है ट्रेनहरू बन्द गर्दैछ अब त्यस्तै हरेक कुराको एन्ड हुन्छ क्या लाइफ हिजो मजा आएको भिडियो सो अर्ग्यानिक छ है यो चाहिँ अर्ग्यानिक है तुङ्बा जाँड भन्छ यसलाई चाहिँ हामी है सो निचा एकताल डेमोन्स्ट्रेसन यो चाहिँ अर्ग्यानिक हो मेड फ्रम कोदो मिलेट्स मिलेट्स होइन कोदोबाट यो चाहिँ अलिक साह्रै कलिलो रहेछ हौ। सो यता चाहिँ यस्तो छ थुप्रो पार्टिसहरू आएको थियो हाम्रो चाहिँ प्याकिङ हुँदैछ अब जाने यो अल द स्लिपिङ ब्याग्सहरू भयो हो ब्याग्सहरू भयो अब जाँदै गरेको है बाई